अहिले धान गोड्ने दुई किसिमको छ धान हेर्न सक्नुहुन्छ धान गोड्ने मेसिन धान रोप्ने मेसिन चाहिँ हैन सर मेसिन अलिकति उहाँसँग हुन्छ यहाँ चाहिँ हामीसँग यो धान रोप्ने मेसिन हजुर आउँछ हजुर यो चाहिँ धान रोप्ने हो सर हजुर यो कस्तो भन्दाखेरि हजुर यो धान रोप्ने मेसिन चाहिँ यो हो यसमा हजुरको जुन छ नि यसको लागि बेला चाहिँ ट्रेमा बनाउँछ हामी प्लास्टिकको ट्रे हुन्छ ठ्याक्कै यो छ नि यस्तो यस्तै प्लास्टिकको साइजको ट्रे हुन्छ त्यो प्लास्टिक ट्रेमा के गर्छु भने माटो राख्छु पहिला फिल गर्छु माटो है अनि त्यसमा चाहिँ बेर्ना तयार गर्छु है धानको बेर्ना तयार भइसकेपछि हजुरको अब त्यो खेत पनि हाम्रो तयार भएको हुन्छ पहिला चाहिँ खेत तयार रेडी गर्नुपर्छ रोप्नुको अगाडि अनि ठ्याक्कै तपाईँको त्यो ट्रेबाट जुन छ नि त्यो छुटिन्छ त्यो ट्रेबाट होइन पुरै त्यो ट्रेबाट पुरै म्याट जस्तो छुटिन्छ बेर्ना पुरै जति ट्रे हुन्छ नि ट्याक्कै त्यो साइडको चाहिँ म्याट जस्तो छुटेर त्यसलाई चाहिँ यहाँ चाहिँ राख्ने हो यो सबै छ नि यस्तो यस्तो 8वटा छ यस्तो यसमा राखिदिनु यसमा 3 जना मान्छे चाहिन्छ एउटा चाहिँ गुरुजी हुन्छ दुईजना चाहिँ हेल्पर हुन्छ उसको हेल्पर काम के भन्दाखेरि त्यो बिउलाई चाहिँ यहाँ सेट गरिदिने है सेट गरिदिन्छ अनि बुढीले चलाउँछ अनि यसरी चाहिँ रोप्दाखेरि 8वटा लाइन रोप्दो रहेछ एकपटकमा 8वटा लाइन रोप्दै जान्छ र रोप्दै आउँछ है 8वटा लाइन 1 2 3 4 5 6 7 8वटा छ हैन 2 4 6 8वटा छ 8वटा लाइन रोप्दै जान्छ 8वटा रोप्दै आउँछ यसरी चाहिँ यो धान रोप्ने मेसिन हो यसको लगभग 5 लाख जति कस्ट पर्छ सिधै गाडिन्छ यो बोइमा यसले छ नि यसले चाहिँ ठ्याक्कै रोप्दै जान्छ यसले रोप्छ हो यसले चाहिँ रोप्दैन यो छ नि यो यसले ठ्याक ठ्याक रोप्दै जान्छ अब हजुरहरु चाहिँ यहाँ गेटबाट छिर्नु हो नि गेटबाट छिर्ने बित्तिकै हजुरले त्यो उत्तर साइडमा हेर्नु भएको हैन त्यो खाली जग्गाहरु छ है त्यो खाली जग्गामा चाहिँ हामी एउटा मेसिनले अर्को चाहिँ ड्रम सिटरले अर्को चाहिँ हातले 3 किसिमको चाहिँ त्यहाँ लगाएर राख्छौँ ताकि किसानहरुलाई चाहिँ अलिकति कन्फिडेन्स बढोस् के किनभने यसरी रोप्दाखेरि मेरो धान हुने होइन बिग्रिने हो कि भनेर अलिकति देखेको ड्रम सिटर भन्दाखेरि डाइरेक्ट सिट नै रोप्नु अब अलिकति यो ड्रम सिटर हो प्लास्टिकको यसले पनि चाहिँ अब बेर्ना बनाउनु पर्ने डाइरेक्ट दिउ नै लगाउने हल्का छ हेर्नुहोस् यो कति हल्का छ है यसलाई चाहिँ ड्रम सिटर भन्छ हैन ड्रम सिटर यसको काम चाहिँ के हो सर यो पनि धान लगाउने धान रोप्ने हो सर डाइरेक्ट बिउ नै लगाइदिने धानको बिउ नै अब यसमा चाहिँ राख्ने हो यसमा खोलेर यसमा बिउ राख्ने हैन हजुर यो पाल छ र यसमा चाहिँ यसलाई चाहिँ हजुरको खेतमा चाहिँ लगाउने हो है अब कस्तो भन्दाखेरि बिउ छर्नको लागि मद्दत गर्ने यसले हजुर अब त्यहाँ चाहिँ बेर्ना बनाउनु पर्छ यसमा बेर्ना बनाउनु परेन हजुर अब जुन बिउ हामी लगाउँछौँ नि हजुर त्यो बिउलाई चाहिँ जुटको बोरामा राखेर 24 घण्टा पानीमा भिजाइदिन्छौँ है हजुर त्यो जुटको बोरा राखेर 24 घण्टा भिजाइदिन्छौँ 24 घण्टा पानीबाट निकाल्ने र 12 घण्टा चाहिँ त्यो शीतलमा चाहिँ छायामा त्यसलाई ओभाउनु दिने हजुर ताकि त्यो चाहिँ 0.5 mm चाहिँ टुसा पनि भइसक्छ हैन र त्यसलाई चाहिँ यसमा राखेर चाहिँ बिउलाई राख्ने र यसलाई तान्दै गएपछि आफै बिउ लगाउँदै जान्छ है अब हाम्रो चाहिँ यहाँ महिलाले नै लगाउने लगभग चाहिँ तपाईँको यहाँ लगभग नभए पनि 100 जति जना काम गर्छन् बढी महिला छन् यहाँ त्यो महिला 3 जना हुन्छन् त्यो 3 जना महिला लगाउँदो रहेछ यसलाई ड्रम सिटर भन्छ है यो प्रविधि हामीले लगभग 12-14 हेक्टरमा गर्छौँ यसैले लगाउँछौँ हामी ड्रम सिटरले यसको उद्देश्य नै हो कि अलिकति इनपुट कस्ट लाज कस्ट घटाउने किनभने 1 बिघा रोप्न त धेरै मान्छे चाहिन्छ तर यसले लगायो भने त तपाईँको छिटो भयो नि त मान्छेको अलिक कस्ट चाहिँ घट्ने भयो नि त इनपुट कस्ट जुन लाज कस्ट हो त्यसलाई घटाउने त्यो चाहिँ एउटा भइहाल्यो यो चाहिँ यसको मूल्य चाहिँ कति पर्छ यस्तो यो त सस्तो छ यसको चाहिँ 25-30 हजार जति पर्ला यो प्लास्टिक हो त्यो अलि महँगो छ हैन अब चाहिँ जिरो टिलेज भन्ने हुन्छ नि जिरो टिल गर्ने गाउँमा यो चाहिँ खास यो तराई चाहिँ जिरो टिल गर्ने मेसिन हो है यो मल र बिउ एकैपल्ट राखिन्छ मल पनि राखिन्छ बिउ पनि राखिन्छ हैन अनि यसले चाहिँ ठ्याक्कै तपाईँ खन्जोत नगरिकन खेतलाई डाइरेक्ट लगाइदिने हजुर बिना खन्जत रोप्न सक्ने जिरो टिलेज गर्दिने हजुर किनभने यो चाहिँ यसले गर्दा चाहिँ तपाईँ कस्ट पनि घट्ने भयो नि त हजुर अब अर्को फाइदा के हुन्छ भन्दाखेरि यो लाइनमा भएकोले यसमा मुसाको समस्या चाहिँ हुँदैन अर्को कुरा चाहिँ तपाईँको अलिकति पानीको होल्डिङ क्यापेसिटी बढी हुन्छ तपाईँको टिकाउ हुन्छ है त हजुर अनि मेरो चाहिँ उद्देश्य मेग्नाइजेसनको अलिक छिटो र लाज कस्ट घटाउने हो हो यसले चाहिँ खुट्टाले चलाउँदै दिएन यसो दिएपछि यसले चाहिँ दाइँ गरिदिन्छ है त गहुँ र यो हजुरको गहुँ र धानको लागि हुन्छ है मकै हुँदैन तर चाहिँ दुईटा बालीलाई हुन्छ है त यो ठ्याक्कै तपाईँ खुट्टाले चलाउनु पर्छ है यतापट्टि छ यसो सिधै जाने अनि यसले चाहिँ ठ्याक्कै अब हाम्रो चाहिँ यहाँ रिसर्च प्लटहरूमा छ नि सानो सानो हामी चाहिँ अनुसन्धानमा चाहिँ प्लटहरूमा यसबाट नै गर्छौँ ठुलोमा चाहिँ कम्बाइन हार्भेस्टर युज गर्छ भने सानो प्लटको लागि यो चाहिँ हुन्छ है त यो चाहिँ के हो सर यो चाहिँ यो पनि बिउ छर्ने चाहिँ बिउ छर्ने नै हो बिउ लाउनु ल यतापट्टि आइदिनुहोस् न
तराईको लागि ठुलो ठुलो मेसिन छ, पाहाडको लागि पनि सानो सानो मेसिनहरू। हजुर यो चाहिँ अहिले गहुँ लगाउने अहिले एकदम यो पछि आएको मेसिन, यसलाई चाहिँ सुपर सिडर भन्छ हजुर है। सुपर यो गहुँको लागि सिडर। हाम्रो त्यहाँ त ठुलो एरिया छ नि, सुपर सिडर जति पनि यहाँ गहुँ लगाएको छ यसैबाट लगाएको छ, सुपर सिडरबाट है। हजुर यसमा पनि मल र बिउ एकैबाट राखिन्छ। हजुर अब यसले 3-4वटा काम गर्छ। यसले चाहिँ बाटो खेत पनि जोतिदिन्छ, हजुर मसिनो पनि बनाइदिन्छ। यो गाई भैँसीको मल पनि यसमा प्रयोग गर्न सकिँदैन हजुर युरिया चाहिँ पोटासमा चाहिँ केमिकल है। हजुर हजुर अर्को चाहिँ मकै रोप्नेहरू थियो, यो मकै रोप्नलाई यो चाहिँ चाहिँ आएको छ मकै लगाउनलाई। यो मेसिनको के भनिन्छ यसको नाम चाहिँ यो चाहिँ यहाँ लेखेको छ प्रिसाइज कन्सिड ड्रिल भनेको मकै रोप्ने मेसिन Precise हैन। Concrete Drill। अब यसमा बिउ राख्ने, यसमा मल राख्ने, दुईटै काम राखेर लाउन सकिन्छ। हजुर अब पहाडको लागि पनि वास्तवमा गरा त सानो हुन्छ, उकालो ओह्रालो हुन्छ, त्यहाँको लागि पनि अहिले चाहिँ अब केही न केही मेसिनहरू चाहिँ आएको हुनुपर्छ है। हामी त अब तराईको लागि काम गर्ने है। अलिकति यो चाहिँ तर सबै ट्र्याक्टरबाटै चाहिँ चलाउनु पर्छ है। हजुर है ट्र्याक्टरबाट किनभने ट्र्याक्टर ट्र्याक्टर चाहिन्छ। हजुर अब जस्तो यहाँ हेर्नु यो सानो छ नि, सानो सानो गरा जोत्नलाई यो चाहिँ पहाडमा काम लाग्छ। यो चाहिँ पाहाडमा काम लाग्ने रहेछ यो मेन्टलर हो यस्तो चाहिँ पहाडमा काम लाग्छ है। यसले हजुरले जोत्न मिनी सक्छ टेलर। है, सानो सानो गरा जोत्न मिल्यो नि त। हजुर यस्तो आइसकेको छ नि त, छ यो चाहिँ चाहिन्छ यस्तो पहाडमा चाहिँ हुन्छ। यो पहाडी भेकको लागि यो हाम्रो छ नि रिसर्चका पोटहरू जोत्नलाई सानो सानो त ट्र्याक्टरले हुँदैन, हजुर। सानो सानो जोत्नु पर्यो भने हामी त्यति बेला यो युज गर्छ है त। यही पनि युज गर्छ। हजुर अर्को चाहिँ यहाँ चाहिँ धान गहुँहरू काट्नलाई यो चाहिँ यो कम्बाइन हार्भेस्टर भन्छ मेसिन। कम्बाइन हार्भेस्टर। यसले काटेर फ्रेस दुइटै गरिदिन्छ। हजुर यसले काट्दै पनि जान्छ र बिउ पनि दाइ पनि जस्ट भनौँ न यसले हजुर। सबै एक झार्दै पनि जान्छ। हो, हो। अब हजुरको यहाँ हाल्नु छ के छ भन्दाखेरि यसमा ट्रोलीमा है ट्र्याक्टर ट्रोलीमा काट्ने चाहिँ कताबाट छ काट्ने यता छ है अगाडि छ। यसले काट्ने यता यहाँबाट झर्नु अलिकति बिस्तारै आउनु होला मेसिन झाँटेर झर्नु। ठ्याक्कै काट्ने त यहाँ हो। यहाँ ब्लेड छ नि ब्लेडले काट्दो रहेछ। यो चाहिँ घुम्दो रहेछ क्या, एकदम घुम्छ किनभने यो उभिएकोलाई काट्ने हो नि त। यो घुम्ने यो यो रोटी हुन्छ अनि लडेकोलाई चाहिँ सिधा बनाइदिन्छ क्या। ए जुन लडेको हुन्छ त्यसलाई सिधा बनाइदिने अनि त्यो काटेर अनि भित्र चाहिँ लाने काम गर्छ। अनि त्यो तपाईँको पाल पछाडि फाल्छ अनि त्यो ग्रेन चाहिँ त्यहाँ साइडमा जम्मा हुन्छ। ट्रेन चाहिँ त्यहाँबाट उतातिर अनि ट्रोलीमा चाहिँ झार्ने त्यहाँ बराल फाल्ने ठाउँ चाहिँ पछाडिबाट पछाडिबाट उता पछाडि